हो फाइनल दसैँको भाइब आएको छ फिल भयो म चाहिँ यहाँ पिङ खेल्न आएको छु थोरै पिङ खेलिसकेपछि अलिकति उताडिको डाँडामा जाँदा चाहिँ राम्रो भ्यू आउँदो रहेछ कि त्यहाँ चाहिँ फेरि त्यो हेरिसकेपछि थोरै तल झर्दा चाहिँ लङ्गडबुट चाहिँ खेलिरहेको क्या हुन त भनेर खेलेँ क्या हुन त कहिले नै जित्थ्यो र हारेर फेरि तल फर्किँदै गर्दा बाटोमा एउटा दसैँ प्रोग्राम लागिरहेछ फेरि लाउनु त भनेर भित्रको मात्र एउटा फुच्चीले लाइन हानेर बिल्ला लागेर त्यहाँबाट फेरि निस्क्यो त्यहाँबाट चाहिँ केटाहरू भएको ठाउँमा बेङ्गसताल गयौँ बेङ्गसतालमा सबैजना आएको रहेछ एकछिन कुरेर फेरि के गर्ने त भनेर डिसाइड गऱ्यौँ सबैजनाको डिसिजन पछि चाहिँ हामी माझीगुना जाने भन्ने कुरा भयो त्यहाँबाट सिधै माझीगुना गयौँ हामी पनि पुग्ने ठ्याक्कै पानी पनि पर्ने पुगेर चाहिँ केटाहरूले बार्बिक्यू गर्दै यसो सट्टा हानौँ न त भन्ने कुरा भयो एक दुई प्याक हानेको केटाहरूले गर्मी स्टार्ट भइहाल्यो नि त्यसपछि त छुनाना ललिपप सब हानेर चाहिँ हाम्रो दसैँ यसरी मनाइयो तपाईँहरूले दसैँ चाहिँ कसरी मनाउनु भयो कमेन्ट गर्न नबिर्सनु होला है।